म यहाँहरू सबैजनालाई सम्मानका साथ यो पनि आग्रह गर्न चाहन्छु, हामी यहाँ सबैजना माननीय हौँ। पूर्ववक्ता ज्यूहरूले कतिले हाम्रो माननीय रुबी कुमारी ठाकुरज्यूलाई रुबी बहिनी पनि भनेर यहाँनिर सम्बोधन गरेको मैले देखेँ। त्यो शब्दलाई खारेज गरियोस्। यहाँ कोही कसैको बहिनी, कोही नातिनी होइन, कोही बाजे, कोही मामा भान्जा भन्ने हिसाबले हामी यहाँ बोल्नु हुँदैन। यहाँ हामी सबैजना एकले अर्कालाई सम्मान गरेर माननीय भनेर एकले अर्कालाई बोलाइनु पर्दछ भन्ने म माग गर्दछु। र यहाँ केही पूर्ववक्ता माननीयज्यूहरूले ज्येष्ठ नागरिकलाई अलि अपमान गरे जस्तो होइन, एउटा खुट्टा कता एउटा खुट्टा कता भन्ने शब्द पनि प्रयोग गरियो, त्यो पनि नगरियोस्। हामी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्न सिकौँ। प्रकृतिको नियम हो, हामी जन्मेपछि हुर्कन्छौँ, बढ्छौँ, बुढो हुन्छौँ, मर्छौँ। त्यसो भएको कारणले गर्दाखेरि कसैको त्यो ज्येष्ठ उमेरलाई होइन अपमान गर्ने खालको शब्द आउँदा दिनहरूमा हामी सबैले उच्चारण गर्ने छैनौँ भन्ने मलाई आशा छ। हाम्रो उम्मेदवार रुबी कुमारी ठाकुरज्यू, उहाँ जेनजी हुनुहुन्छ। यो सम्पूर्ण राजनीतिक युटर्न नेपालमा जे आयो त्यो जेनजीको आन्दोलनबाट आयो। त्यसो भएको कारणले एउटा जेनजीलाई उम्मेदवारको रूपमा हामीले अगाडि सारेको कुरा म यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु। अब हामी एउटा प्रक्रियामा जान्छौँ, घोषणा हुन्छ, त्यसपश्चात हाम्रो दलबाट उहाँ हामीले गुमाउँदैछौँ। उहाँ एउटा संवैधानिक पदमा, राज्यको साझा श्रम संस्कृतिको एउटा सांसदको रूपमा नभएर एउटा साझा अभिभावकको रूपमा उपसभामुख जस्तो गरिमामय पदमा रहेर निष्पक्ष ढङ्गबाट उहाँहरूले कार्य सम्पादन गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ।